नमस्ते, राधे राधे सम्पूर्ण आमा बुवा दिदीबहिनी दाजुभाइहरूलाई नमस्कार गरे है। हजुरहरूलाई एउटा सानो भिडियो लिएर आएको छु। मैले के को लागि भन्नु होला भने सुगर, प्रेसर दिदीबहिनीहरूको लागि महिनावारी समयमा नहुने, सेतो पानी बग्ने, महिनावारी एकदमै भएको भन्दा पनि बढी हुने के जेस हुन्छ नि, महिनामा 2-3 चोटि महिनावारी हुने अनि महिनावारी भएपछि ब्लड गएकै गर्ने, यसको लागि एकदमै इम्पोर्टेन्ट भिडियो लिएर आएको छु। हजुरहरू आउनुहोस् है, सम्पर्क गरेर आउनुहोस्। हजुरहरू मार्फत मैले पुर्याएको छु। यो हजुरहरू सम्पूर्णलाई आफन्तभित्रमा पुर्याइदिनु होला भन्दछु, किनभने हजुरहरूलाई एकदमै राम्रो औषधि। यसले कुनै पनि रोगलाई हानि नोक्सानी पुर्याउनेवाला छैन। हजुरहरूले यो औषधि खानुहुन्छ, खाएर राम्रो हुन्छ। सदा सर्वदाको लागि सेतो पानी बग्ने, महिनावारी समयमा नहुने, तल पेट दुख्ने, महिनावारी हुँदा धेरै पेटहरू दुख्ने, महिनावारी समयमा नभइकन महिनामै 2-3 चोटिसम्म हुने, महिनामा 2-3 चोटि भइसकेपछि पनि कसैलाई चाहिँ महिनावारी भएपछि पेट दुखे गर्ने, कसैलाई महिनावारी भएपछि ब्लड गएकै हुने, यो नहोस्। योबाट छुटकारा पाउनको लागि के गर्ने त भन्नु होला भने हो, आउनुहोस्, मलाई सम्पर्क गर्नुहोस्। हजुरहरूलाई फ्री उपचार हुन्छ, फ्री उपचार। हजुरहरूसँग पैसा दिनु पर्दैन, हजुरहरूसँग हामी पैसा लिँदैनौँ, फ्री उपचार हुन्छ। आमा बुबाहरूको लागि चाहिँ प्रेसरले ग्रस्त भएर बस्नुभएको आमा बुबाहरूलाई प्रेसरको औषधि 100% निको हुने प्रेसरको औषधि पाउँछ। सुगरको औषधि 100% निको हुने सुगरको औषधि पाउँछ। त्यो भएकोले गर्दा हजुरहरू सम्पर्क गरेर आउनुहोस्। हजुरहरूलाई पनि सुगर प्रेसर छ भने आउनु सक्नुहुन्छ। हजुरहरूले सम्पर्क गरेर आउनुहोस्, 100% निको हुन्छ। पैसा हजुरहरूले 1 रुपियाँ दिन पर्दैन, फ्रीमा उपचार हुन्छ। औषधि हजुरहरूले टाइममा खाइदिन पर्ने हुन्छ। औषधिहरू हजुरहरूले टाइममा खानुहोस्। दाजुभाइहरूको लागि पनि के हुन्छ भने सुगरले ग्रस्त हुने, प्रेसर हुने उहाँहरूले, दाजुभाइहरूले पनि सम्पर्क गर्न सक्नुहुन्छ। जो बिरामी हुनुहुन्छ प्रेसर सुगर दाजुभाइहरू, उहाँहरूले चाहिँ सम्पर्क गरेर औषधि खान सक्नुहुन्छ। अनि दिदीबहिनीहरूको लागि चाहिँ महिनावारी समयमा नहुने, तल पेट दुख्ने, सेतो पानी बग्ने, महिनावारी धेरै भइरहने, ब्लड धेरै गइरहने, महिनावारी भएपछि महिनामै 2-3 चोटि हुने, त्यो हजुरहरूलाई समस्या छ भने सम्पर्क गरेर आउन सक्नुहुन्छ। हजुरहरूको छेउमा म छु, हजुरहरूको सेवा गर्न बसेको। हजुरहरूको सेवा गर्न पाऊँ, हजुरहरूले पनि सेवा गर्ने मौका दिनुहोस् है, म यही भन्दछु। हजुरहरूलाई उपचार गर्ने काम मेरो हो, म उपचार गर्छु। पैसा दिनु पर्दैन, 1 रुपियाँ पनि दिन पर्दैन, फ्री उपचार हुनेछ। हजुरहरूलाई यही भन्दै हस् त, राधे राधे। सम्पर्क गरेर आउनुहोला आमा बुबा दिदी बहिनीहरू। नमस्कार, राधे राधे, जय शम्भु।